नमस्कार साथीहरू, आज हामी काँक्रा टिप्न लाग्छौँ। हेर्नुहोस्, यसरी नै झाल फटाएर पल्टाइ गरेर मजाले काँक्रा टिप्नुपर्छ। यो काँक्रा पनि हरियो, बोट पनि हरियो हुने कारणले काँक्रा देखिँदैन, बेला बेलामा लुकेको हुन्छ। भोलि पर्सिपल्ट टिप्दा चाहिँ लास्टै साह्रो ठुलो भएर आउँछ कि अनि बेच्न नि गाह्रो, मान्छे ठुलो भइसक्यो भनेर भन्छ हाम्रो भाउजू हुनुहुन्छ उहाँ। तपाईहरुले भिडियो हेरिरहनु भएको छ, यो हाम्रो काँक्राबारी हो। साथीहरू लाइक सब्स्क्राइब गरिदिनु होला। तपाईले लाइक सब्स्क्राइब गर्यो भने हामीलाई पनि अरू भिडियो बनाउन प्रोत्साहन मिल्छ र हामीलाई अरू भिडियो बनाउन अलि राम्रो लाग्छ। किनभने अब लाइक कमेन्ट सब्स्क्राइब भएन भने अब फोकटमा भिडियो हालेको हुन्छ, हेरिदिनु होला लास्टसम्म। यो हाम्रो काँक्राबारी, छिमेकी हुनुहुन्छ। यसरी पल्टाइकन टिप्नुपर्छ काँक्रा। हेर्नुहोस् त, यो हरियो गाउँदेखि यता पर गाउँ देखिरहेछ। यो सबमा हामीले यसपालि काँक्रा लगाएको छौँ। यो हेर्नुहोस् त, परसम्म यो बोरामा चाहिँ हामीले काँक्रा टिपेर राखेको छौँ। यो काँक्रा हेर्नुहोस्, यस्तो छेउछेउमा कुलो नजिकै बोक्न नि सजिलो हुन्छ भनेर यस्तो बोराहरूमा चाहिँ हामीले अब काँक्रा राखेका छौँ। पछि बोक्न सजिलो हुन्छ। यसरी हेर्नुहोस् कस्तो छ त हाम्रो काँक्रा, कमेन्ट गरिदिनु होला है। हामी यो छेउछेउमा काँक्रा, हेर्नुहोस् त काँक्रा कस्तो छ। भर्खरै 5-7 दिन भयो हामीले काँक्रा टिप्न लगाएको। यो काँक्रा अब हामी बोक्न रेडी भइसकेको छौँ। अब यसरी अलिअलि निकालेर बराबर थैलोमा एक नास पारी हालेर घर लगेर छानेर, हेर्नुहोस् दिउ पनि आइसकेको छ नास्ता। बेला बेलामा यसो रमाइलो, गर्मी भएको छ नि त अहिले, 3, 3:30, 4 बज्न आएको छ। घाम छ, गर्मी हुन कारणले चिसो खाइरहेछौँ हामीहरू। हाम्रो नास्ता भनेको यही हो, चिसो। हेर्नुहोस् है, उहाँ चाहिँ खुसी हुनु भएको छ चिसो देखेर। यो हाम्रो काँक्राबारी, कोही टिप्दै हुनुहुन्छ, कोही अब यतातिर बस्नु भएको छ। यो सब काँक्रा हो। यो त एक साइडको मात्रै हो, अर्को साइडको मैले भिडियो नै बनाउनु पाएको छैन। उतातिर त खासै काँक्रा नै भएको छैन। अब चाहिँ हामी लाग्यौँ है बोक्न। यो हामी बोकेर टाढै भनौँ न, रोड आउँछ, अब टाढै छ। अब यसरी मजाले बोकेर हामी